ल है साथी हो आज मह काट्ने पसलको मह काट्ने सुरसार हुँदैछ। कतिले टोक्छ भन्ने कुरा बेग्लै छ है। अलिकति मह झिकिसकिया छ। 1 किलोभन्दा बेसी यहाँ झिकियो, त्यहाँ पनि छ। अब म तपाईँहरूलाई यस्तो गरेर कताबाट मिल्छ त्यो देखाउँछु है। कता राखेर देखाउन सकिन्छ तपाईँहरूलाई? बस्नु ओरिजिनल चाहिँ खस्यो। कता खस्यो? आज यहाँ बाकी मलाई एउटा पौडी टुकिसक्यो। केही फरक छैन। तर यहाँ मैले झार्दै थिएँ यार। अब किनारमा छैन जस्तो लाग्यो यार। त्यसो छैन। नभए नि अलिअलि छ। कुनैमा माल छ, कुनैमा छैन है साथी हो। सबैमा हुँदैन। कुनैमा माल नहुन पनि सक्छ। चुइँदैछ यार। के हो, बत्ती बाल्यो कि कसो हो? बत्ती बोल्यो के हो? माल छैन होला साथी। त छोड्नु आउँदिनुहोस्। चोके यार तेरी। यो यस्तो छ टोकिरहेको छ गजबले यार। है तेरिका औँलामै टोक्रिने यार हल्का। ल अब 1 पिस छ। यो
यो टुक्रा चाक्री खाँदै पनि गर्नुपर्छ है। त्यसले टोकिस खानुपर्छ। म काट्नुले हात चाट्छ भने के गर सामान त्यसमा टोक्यो बाटो सामानमा डर लाग्दो टोक्छ। ए ठिक छ ठिक छ। यसमा पनि टन्नै छ साथीहरू। ल यसलाई फोल्ड गर्नुपर्छ। माउरी टोक्नलाई कम तयार छन्। बस म दिन्छु। म यो हात चाट्ने मेरो बनाइहाल्छु। कता कता पसिरहेको छ यो मेरो जाँगे भित्रबाट। फेरि टाँसिन्छ साला टोकाउला भनेर। छैन मा मिरमिरेको घाम त्यो त छोडिदिउँ यार। यसलाई पनि टोक्यो ल। यसलाई पनि टोक्यो जस्तो छ। ल यो एक बाटा यो अब यो कुच्चो यतातिर। ए ल यसलाई पनि टोक्यो। यसलाई पनि टोक्यो बल्ल खा पक्नु यहाँ टेकेर धर्नु। त्यो म सबै काटिसकेको अवस्था छ अहिले। एउटा चाहिँ ती छोडिदिएको छौ। त्यसरी अलिअलि मह त छ है। दुईटा लेयर छ। त्यो चाहिँ तिनीहरू खाँदै बस्दै गरून्। एक कुच्चो भन्छु यो चप्पलहरू यस्तो कन्डिसन हो है। त्यहाँ पनि छ यहाँ छ। अब यो मेरो पसल हो। यस्तै भएको छ। ल ट्याम्पर ल म काट्नेले हात चाट्छ भनेको यही हो। खाँदैछु है त दर्शक हो। राम्रोसँग मौरी काटियो। अलिअलि मौरीले पनि टोकेछ भने आफूले नि यतातिर टोक्नु सुरु गरे है त। माउरीको विष चाहिँ नै यही महले मार्छ अरे होइन। बहुत बढिया छ। यी टोक्न आयो फेरि। अब तपाईँले ढोका खोलिदिनुहोस् है। त्यसपछि हामी निस्कन्छौँ। ल अहिलेलाई यति नै भन्नुपर्छ है। ओके। अस्तिको पाला भन्दा अलिक कम टोकिया छ माउरीले जे होस्।
टोक्नु चाहिँ टोक्यो कुकुरलाई टोकेर भगा हाम्रो त्यसको नाम राय समाल हो नाम मात्रै राय समाल हो ओरिजिनल राय समाल त होइन त्यो अलिक बढी हिरोपन देखाउने भएर राय समाल भएको त्यसको एउटा गर्लफ्रेन्ड छ त्यसको नाम पनि ऊ राखिदिएका छौँ हामीले करिश्मा ल माउरी काटियो खाना नि खाइयो टोक्न आइरहेका छन् मेरो टाउकोतिर पनि छ होला घुमिरहेको छ अहिलेलाई यो भिडियो यतिकै यस्तै भिडियोहरू फाटोफुटो हालिरहेछौँ रोचक लाग्न सक्छ तपाईँहरूले यो च्यानललाई हेर्दै गरेको च्यानललाई सब्सक्राइब गरिदिनु भयो भने मलाई पनि जाँगर लाग्छ कहिलेकाहीँ भिडियो हाल्नु यस्तै हो ए राजा भनेको यो यसलाई उता ल राजा भनेको यो हो रे होइन यो यसलाई माथि हालिदिउँ न यहाँ हो ल अब हामी निस्कौँ यहाँबाट ल त्यो राजालाई ऊ माथितिर धकलिदिएपछि जानेमा जाऊ नत्र पछारेर मार्न बेर लाउँदैन ओके छ ल बाई ल राजा पनि गयो हामी पनि जान्छौँ ल